आफ्नै करेसोलाले हरेको स्ट्रबेरी एकदम स्वादिष्ट छ कोही केटा हो ल या कोही कति धेरै छ यार यहाँ भ्यू हेर न पिसा बेच्दै रहेछ कस्तो दामी क्या हेर न 2 1 गो यस नेपाल का टूर अपनी गाड़ी से लेंगे यस हो गएन के हो भन त हो गएन ए हाम्रो यहाँनिर चाहिँ एकदम चलपल हान्दैछ हामीले चाहिँ होइन आज चाहिँ हाम्रो चाहिँ एकदमसँगले पुरै नेपाल टुर वर्ल्ड टुर हान्न गइरहेको छौँ है वर्ल्ड टुर हान्न त्यहाँ एउटा फोटो बोलिरहेछ स्टोरी सिस्टोरी हाल्ने काम भइरहेछ हामी रेडी भएर पेट्रोल पम्पमा आएर पेट्रोल सेट्रोल लगाएर अब चाहिँ टक्क कति बज्यो 6 साढे 6 7 बज्न लाग्यो होला अब चाहिँ हामी लाग्दिने हो हामी चाहिँ अहिले यहाँनिर चतरामा आइसक्यौँ मेरो सानो ब्रेक फोटोसोटो खिच्नलाई हामी चाहिँ यसो रुकिसकेको अवस्था छ होइन पुरै घरको बनाएन एकैचोटि आधी बाटो बनाएको भिडियो ल फोटोसोटो खिच्ने कार्यक्रम हुँदैछ होइन अनि यहाँ चाहिँ खतरा बाढी आएको रहेछ पुरै धमिलो छ पानी चाहिँ आमामा बब्बाल मौसम पनि एकदम हामीले चाहिँ घामसम लागेको छैन एकदम मौसममै सपोर्ट गरिरहेको अवस्था जानकारी गर्न चाहन्छु ओके ल फोटोसोटो खिच्ने अब यहाँबाट नि गइहाल्ने सरासरी जाने धरानमा एकछिन ब्रेक लिने त्यसपछि डाइरेक्ट हामी लाग्दिने ओ धरान आइपुग्यो धरान यस्तो बबाल क्लिन वान अफ द क्लिन सिटी अफ द नेपाल यस यतातिर त बबाल चिसो रहेछ यार हामी यहाँ आइसक्यौँ होइन यी चलपल हान्दै होइन यस्तो छ होइन यो मन्दिर यहाँ एउटा मन्दिर रहेछ जाऊँ भनेको केटामा सिंह देवी मन्दिर रहेछ होइन टक्कसँगले दामी चिसो चिसो पुरै हुस्सो परेको हाम्रो गाईहरू त पुरै गर्मीले मर्नु हुन्थ्यो यता त चिसो रहेछ हौ मजा आयो कि एक्सपल्स सबजना हामी चाहिँ अहिले धेरै माथि आइसक्यौँ भने नमस्ते रिसोर्ट भन्ने ठाउँमा तर कस्तो दामी के यस्तो होइन जेठ चुप्ला न होला जेठको महिनामा पनि यस्तो दामी आमामा के भन्छ नि यसलाई के अरे हुस्यो यस्तो चिसो मौसम छ यस्तो दामी यहाँ यो ठाउँ छोडेर जाने मन चाहिँ यस्तो दामी वाह यस्तो चुती हारा लिएर हिँड्दैछु यस्तो चुती हारा लिएर हिँड्नु हुँदैन अब यस्तोलाई कहिले पनि लिएर एक्सपोजमा आएको मान्छे बाइकले तानेन भन्दै थियो हाम्रो साइडले पुरा चढिरहेछ यो के हो यो भएन है तर बाटोहरू पनि यस्तो दामी एकदम क्लिन माथिसम्म सबै बाटोहरू क्लिन छ होइन बाटो पनि त्यस्तो दामी अनि त्यसपछि यो वेदर पनि यस्तो दामी यहाँ त यो पनि हुँदो रहेछ के भन्छ सल्लो कि के सल्लो पनि हुँदो रहेछ यार बवाल मजा आइरहेछ यहाँनिर यस्तो दामी टिकटकतिर देखेको ठाउँमा आइपुग्यो हामी एकदमै राम्रो छ डाँडा चाहिँ हामी चाहिँ बाइक सिफ्ट गरेर एमटीमा आइसक्यौँ होइन यस्तो दामी यो टिकटकतिर देखेको यस्तो ठाउँहरू यहाँ रहेछ नि त होइन के कसो
होइन ल यहाँ छलफल हुँदैछ कहाँ जाने के गर्ने भनेर एकछिन छलफल गरेर हाम्रो फेरि राइड सुरु हुन्छ केटा यो के हो यो यस्तो ठाउँमा केही देखेको छैन यार बाइक चलाउँदा पनि केही देखेको छैन होइन यस्तो आमामा यार हावा त्यस्तै चलायो यो के अरे हुस्सो त्यस्तै छ कसम कस्तो मजा आएको चिसो मौसममा होइन पानी पनि पऱ्यो क्या ल ओए कस्तो डाँडामा आइपुग्यो नि फेरि हावा पनि त्यस्तै चल डाँडामा त्यस्तै छ ओ माई गड लभली 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 ए हाम्रो बाइकमा चाहिँ हल्का समस्या आइसकेको छ होइन यो चाहिँ पिकअप नदिएर हलात गरेर अब कार्बोरेटर चाहिँ खोलेर सफा हानेर एयर फिल्टर हेरेर सबै सफा गरेर त्यसपछि मनी त्यो बिचराहरू आँटिसक्यो यहाँनिर बेकारमा आइनर्सँग भन्ने भइरहेको होला यसलाई त बाइक साइक धुने हल्का होइन त्यसपछि फेरि लाग्दिने यतातिरको गाउँ चाहिँ एकदम ब्युटिफुल यस्तो दामी छ ब्युटिफुल एयर फिल्टर चेन्ज सबै बाइक बनाएर पनि फेरि यसो चलाएर हेरेको फेरि बेरिङ जान आँटेको बेरिङ पनि गएछ यस्तो मौसम पनि दामी भइरहेको थियो होइन अनि त्यसपछि बेरिङ पनि फेर्नलाई फेरि सका खोलिसकेको बेरिङ फेर्ने अब यसको अनि बल्ल हामी यहाँ बसेको 1 घन्टाभन्दा बेसी भइसक्यो बाइक बनाएर नै दिमाग खराब तर दामी छ मौसम यतिको हुनु पर्यो यो टेन्सनमा छ यहाँनिर हाम्रो बाइक बनाउने क्रममा चाहिँ हामीले यस्तो दृश्य देखिसकेको छौँ यस्तो दामी हुन्छ यहाँबाट कस्तो खतरा पास भइरहेछ यार हेर्न कस्तो दामी यस्तो आँखाले चाहिँ बवाल देखिन्छ क्या फेरि यस्तो बवाल देखिरहेको चाहिँ हाम्रो बाइक साइक सबै रेडी हामीले एयर फिल्टरदेखि लिएर कार्बोरेटर सफा गरेर ब्रेक वेल हालेर डिस्क ब्रेक फेरि सफा गरेर बाइक साइक धोएर भइसकेको छ ल साथी हान्छ त पछि बवाल कुद्ने भइसकेछ होइन तर हामी यस्तो आउँदा होइन कस्तो दामी ठाउँ देख्यो यो माथि यो यस्तो कस्तो दामी गाउँ रहेछ यार कस्तो आहा यस्तो ठाउँमा हाम्रो पनि घर भए पो मजा आउँथ्यो घुम्नलाई पनि यस्तो ऐसेलु यो ऐसेलु पनि रहेछ ऐसेलु रहेछ केटा कस्तो मजा आयो यार कस्तो दामी गाउँ माथि हेर्न देखेन है कस्तो दामी छ यार लगेर हामी चाहिँ ऐसेलु खान आएको यहाँनिर पोल्दैन त्यसले काँटो काँडाले पोल्दैन क्या त्यसले ऐसेलु टिप्नु चुप्ला पकड यहाँ ऐसेलु छ केटा ऐसेलु तर यो त मरेको ऐसेलु हो क्या यस्तो खाँदा नि कस्तो नराम्रो जे पाते नबल न आया टोको ऐसेलु टोको केटा ऐसेलु झर मुख झर गुलियो खा तिम्रो जस्तै हुन्छ के गुलियो ठाउँमा चाहिँ पायो ल जम फेरि अलिकति माथि आएको पेट्रोल लगाएको होइन अनि पेट्रोल लगाएको त्यसपछि फेरि आएको यस्तो दामी भ्यू देखेको फेरि हेर्न आमै झन्डाहरू लाएर होइन कस्तो दामी देखेको हो आज डेस्टिनेसन नपुग्ने हो कि बाटोमा रोके झरे हेरेको फोटो खिचेको चाहिँ बाफ्रे हामी चाहिँ हिँडेको तिनजुरे जान भनेर भेटा चाहिँ अघि छोडेर हिँडिसकेको होइन तर अहिले चाहिँ हामी यहाँनिर धनकुटा भन्ने ठाउँमा आइपुग्यौँ यहाँ धनकुटा तिनजुरे जान धनकुटाबाट जानुपर्ने चाहिँ हामीलाई थाहा भएन होइन तर हामी चाहिँ जाँदैछौँ कहाँ पुगिन्छ तर अहिले चाहिँ हामी धनकुटामा आइसक्यौँ यहाँनिर फोटोसोटो खिच्ने कार्यक्रम हुँदैछ बाइक पनि तातेर यो यस्तो भइसक्यो राम लास्ट यो यहाँ यो सबै इन्जिन हो तातेर यहाँ तातेर यहाँ पनि हल्का तातिन भइसकेको छ टिकटिक आउँछ यहाँ तातेरी ल
एकदम रमाइलो भएछ तर भोकले होटल कहीँ पाउँदैन खाना खानालाई पनि होटल पनि नपाएर भोकले सिद्धिनेवाला भइसक्यो कति भइसक्यो 10:30 भइसक्यो बिहानदेखि केही खाएको छैन भोक लागिसक्यो अब चाहिँ ओभर भोक लाग्यो ओभर धनकुटा आइपुग्यो हामी ठ्याक्किहाल्छ मेन चोकमै धनकुटा लेखिरहेछ धनकुटा 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 अब यहाँ खाना खाने भोक लागिसक्यो यहाँ पनि राम्रो छ त सफा रहेछ है यो पनि यहाँ पनि सफा रहेछ है केटा होला के हो यस्तो हो दामी ठाउँ त यस्तो कस्तो बवाल ठाउँ यार ओ पागल त पछाडि हरायो मैले त एक्सपल्स हाँकेको अहिले चाहिँ होइन मजा लाग्यो पछाडि हल्का ब्रेक कम छ यस्तो दामी यो ओ हल्का लाग्छ क्या कस्तो दामी कि इलामा यस्तो फिल भयो तर हामी कहाँ आइपुग्नु थाहा छैन धनकुटाबाट पनि माथि आइसक्यौँ होइन एकदम बवाल छ ठाउँ चाहिँ यार यस्तो बवाल छ नि ओहो यार कस्तो यो रुखहरू हुन्छ नि यो यस्तो डाँडाहरू यो रुख यो पोलको रुखहरूले यस्तो दामी बनाएको छैन क्या यो ठाउँलाई आमामा एकदमै रमाइलो भयो हामी चाहिँ आइसक्यौँ यस्तो दामी फुल फुल्यो अझै पनि फुल रहेछ क्या हेर न उतातिर होइन ऊ आमामा टन्नै रहेछ कि लालीगुँरास अझै पनि एकदम हामी चाहिँ धेरै राइड कति हामीले कति किलोमिटर हामी दोस्त होला गाईघाटदेखि तपाईँको कति किलोमिटर छ भने यहाँनिर नि 171 किलो 171 किलोमिटर हिँडेर चाहिँ बल्ल बल्ल यहाँ आइपुग्छ अझै पनि आइपुगेन अझै अलिक माथि पनि जानुपर्ने हामी जाने चाहिँ अझै माथि 3 आएको छैन अझै आधी बाटोमा हो यो चाहिँ अझै माथि छ 200 किलोमिटर चाहिँ हुन्छ होला एकदम बवाल छ फोकस हानेन क्या फेरि ऊ यहाँ त कत्रो ढुङ्गा रहेछ यार आमामा यी यहाँबाट जाने ठाउँ रहेछ होइन माथितिर घुम्ने यो त माथि नै जाने ठाउँ छ अगाडि क्या यहाँबाट यस्तो यस्तो ढुङ्गाहरू होइन यहाँ विकास त बवालै भएको रहेछ नि होइन भन्दै ल दर्शक बिन भन्दै ल हेलो गाइज हैन आज चाहिँ ब्लगरले गाइज बनाइदिन्छ हामीलाई हैन दर्शक बिन तपाईहरुले यहाँ नहेरेको कुरा छ यहाँ हेर्नु तपाईले आजसम्म यत्रो ढुङ्गा देख्नु भयो यो मेरो टाउको भन्दा ठुलो छ तर कत्रो हो के साँच्ची भनेको ट्याक्कै मेरो केटा पकमा हालिदिन्छु यो भिडियो पकै म त हालिदिन्छु यो नभएको सानो मात्र भएको केटा हो यहाँ यसको कपाल हो यहाँ कपाल देख्ने यसको कपाल दिएर केटा हो सिधा दुम्सीको काँडा हो माइ गड हाँस्दा अघि बाइकमा यस्तो हाँस उठेको होइन यार हाँस्दा गरेर आएको ओए भाइ ढोक ठिक छ गुड बाई अहिले चाहिँ हामी 3 जुरे उसमा आइसक्यौँ होइन तर यहाँ हामीले मृग देख्यौँ कि मृग यहाँनिर मृग रहेछ यार त्यो पनि मैले फर्स्ट टाइम देखेको मृग चाहिँ हो फर्स्ट टाइम नि हो कहाँ देखेँ मैले हावाको नर भाइ उहाँहरूको बसिरहेको रहेछ अब हामी यहाँ टिकट छ यहाँको टिकट चाहिँ र जम्मा यहाँ चाहिँ छिर्नलाई होइन हामी टिकट काट्नु पर्ने रहेछ एकजनाको चाहिँ 30 रुपियाँ टिकट रहेछ होइन केटाहरूले टिकट काट्छन् अब म त अब हामीले टिकट काट्ने खालको मान्छे परेन भने त्यही हो र ल यस्तो दामी ल यहाँ हामी जब टिकट काट्ने मान्छे परेन यता चाहिँ यस्तो राम्रो छ है झन्डा सन्डा राखेर चाहिँ बाटो साटो बनाइदिएको छ यहाँनिर बसेर चिया चाहिँ खाना बनाइदिएको छ ऊ होइन त्यसपछि हामी जाँदैछौँ अहिले यस्तो राम्रो जङ्गल पछाडि मलाई बोलाउँदैछ तर म सुन्दिनँ त्यसले मसँग फेरि टिकट काट्ने पैसा माग्छ क्या त्यो अनि त्यही भएर यता चाहिँ कस्तो राम्रो रुखहरू एकदम राम्रो लालीगुँरासहरू राम्रो छ ब्युटिफुल होइन अब हामी चाहिँ तल पार्कमा के अरे उसमा चौरीमा जाने त्यसपछि त्यहाँनिर बसेर चाहिँ हामी एकदम रमाइलो गर्ने त्यहाँ गेटमै रहेछ कस्तो दामी फुलहरू त्यहाँ वक्कै लाग्यो केटा हो तिमीलाई चाहिँ राकेश राउत गार्डनमा स्वागत छ राकेश राउत आरआर गार्डन हो कि मन ल यहाँनिर एकदम राम्रो छ सबैतिर फुलसुल छ है हाम्रो राकेश राउत गार्डन यहाँ अगाडि देख्न सक्नुहुन्छ तपाईँले आउनु होला राम्रो छ जे फुलसुल सकिन आँटेको रहेछ
मैले चाहिँ यहाँनिर अजिब कुरा देखिसकेको छु यहाँ हेर यहाँ के टाउको सागो लगाएको रहेछ यहाँनिर यस्तो यस्तो होइन अनि यहाँ यत्रो यत्रो रुद्राक्षको माला के रहेछ यार यहाँ त अजिब यहाँको चाहिँ एकदम कस्तो कस्तो खालको क्या बवाल क्या मजा आउने खालको हेर्दाखेरि मजा लाग्ने खालको ल ठिक छ डेन्जर हामीले चाहिँ यहाँनिर स्ट्रबेरी भेटिसक्यौँ स्ट्रबेरी रहेछ यहाँनिर चाहिँ चप्पल फेरि खतरा खाने फेरि यहाँनिर स्ट्रबेरी फलेको रहेछ क्या खाएको कुनै चाहिँ गुलियो कुनै अम्ली रहेछ गल्यो हाम्रो ड्रोन सट खायो त केही शब्द भन्दै स्ट्रबेरीको बारेमा हाम्रो आफ्नै करेसोले फलेको स्ट्रबेरी एकदम स्वादिष्ट छ केटा भिडियो फेरि ल तिनजना गर ल 3 2 बक 3 2 1 गो यस भएर डाली ला टोले झर्किने रहेछ यार हाम्रो आवाज फर्केको ल हामी चाहिँ अरूले माडा बोल हामी पनि बोलौँ आफ्नै बोला यार हो आफ्नै स्वर फर्किँदो रहेछ केटाहरू आयो हल्ला नगर अर्का गाउँमा आएर यार आफ्नो स्वर गयो हिजो बाइक चढ्दाखेरि बाइक हाँक्दाखेरि हाँसेको थियो होइन यस्तो हाँसेको सोरेको त्यसलाई भर्खर बनेको बाइक उडाउनु भने अनि चटपटी त्यही भन्दै हिँडेको हाँसै थियो यो भर बनाएको बाइक थियो नि त त्यसको अनि दिल्लीबाट आएको ओइ बाइक हाल्दै ओइ बाइक हाल्दै दौतिर हाल्दै भन्छ क्या अनि ओइ भर्खर बनाएको बाइक चाहिँ हाल्दै केही हुँदैन भन्छ हाँस्दै अनि अनि यो पछाडि अर्को बाइक हेरेको पक्की पक भन्यो एक्सपल्स अनि त उनीहरू 30-40 किसिममा खाल्टो हाल्दा के हुँदैन खाल्टोमा म यति माथि उठाइदियो आइज सिटको ल है बाइकको पिर पर हरेलाई यस्तो पिर पर्छ हेर साथले छ्या कस्तो यो त रहेछ हौ हेत तेरी कति पिर परेको भरि जानु चढ्नु के भन्छ के भनेन म त किन भनेको के स्ट्रबेरी चाहिँ फेरि हामीलाई खानामा लाग्दा मासु झन् धेरै रहेछ क्या अनि अब यस्तो छ खानु परिहाल्यो अनि खाइदिनु पर्यो अब मलाई पनि ल केटा स्ट्रबेरी है के यस्तो दामी है स्ट्रबेरी छ मलाई दिलीप ढले भयो कि अब मैले खाएको 9 मिटर दिनु अर्को मिठो छ है उयो खायो कुन पायो पाकेर के चिन्छ यसको घरमै फल्ने जस्तो
हाम्रो सुतेको गरेको थियो हामी चाहिँ उठेर लुसुको भाग दिएको भन्दा यिनीहरू मासु हुँदै कति मागेको अनि अर्को खै त अर्को हामी तीनजना मात्र आएको हामी तीनजना यो सुतेको सुतेछ अभी मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये बड़े भाई के बोलेको जा गयो हाल्दिन्छु म त भाइ बिलको त्यही भएर रिक्स नलिने कि मेरो अगाडि हो कि भन न सकिस काट्न अहिले तेरो लाइफ ड्यामेज भइसक्यो मेरो भाइ त्यो बनाउँछ अलगै लेभलका बन्दा है यो अलग्गै लेभलका भन्दा हाल्दिने तिम्रो मनमा एक कान्छी कस्तो टिकटक हो भिडियो साली कमला भनेमा भने दामी भिडियो बनाउनु भएको एउटा कुन नाचेर क्या ए म हाँस्छु यार अम्मे मामा लट्स अफ लभ तपाईँको यहाँ कुरा भइरहेछ मामाको टिकटक भिडियोको यो तपाईँको यहाँ त पुरै रास यत्रो फलो रहेछ यार ए आमामा ए वाह खाइदिएन खाएर देखाइदियो एउटा वाह के प्रतिक्रिया ओ यो के हो ए दामी रहेछ अब दिउँसो त चाहिँ हामी खतरा ठाउँ त घुम्ने पो बाँकी छ हिजो पानी परेर दिनभरि हामीले हिजो 8 घन्टा राइड हान्दिएको 8 घन्टा राइड हानेर यहाँ आयौँ तर पानीले हुस्योले केही हेर्न दिएको बाबु ए आँडा खाएर सुत्ने मात्रै काम भयो के भयो अरे ओ यहाँ खतरा भिडियो आएको छ यहाँ त भिडियो गर्न लुगाको हालत हेर्न सक्नुहुन्छ है जुत्ता यस्तो भयो होइन बाइक आएको यस्तो छ यता यस्तो छ फोकस गरेन ल केटा तिमीहरूलाई पैसा अलिकति जरुरी छ भने चाहिँ यहाँनिर 10 रुपियाँको नोट एउटा यहाँनिर छ होइन उतानिर अनि यतापट्टि 5 रुपियाँको नोट छ है ल यहाँ हामीले राखिदिएको छौँ आउनु होला लिएर जानु होला है त ल लानु होला 15 रुपियाँको यति मात्रै हाल्दै ल है केटा हो यहाँ राखिदिएको छौँ हामीले ल हाम्रो बाइक यस्तो हालत मैले अहिले चाहिँ यो चलाइरहेको छु त्यसपछि उयो एमडीमा त राम चाक दुखेर नसक्ने भएर घरि साइनमा अनि घरि यसमा गइरहेको छु म घरि त्यसमा गइरहेको छु साइडमा पाले पालो गएर गइरहेको छौँ ल हामी चाहिँ त्यहाँबाट पनि फेरि होइन उठेर चिया खाएर फेरि हामी चाहिँ अझै माथि यहाँ गुफाइ के भन्ने ठाउँ रहेछ क्या त्यहाँ आएको छौँ जाँदैछौँ होइन बाटो चाहिँ एकदम यस्तो हिलो यस्तो बाटोमा तिनीहरू एमटीमा रुँदै आइरहेछ हामी चाहिँ मैले चाहिँ बाटो भएर साइनमा लिएर हिँड्दै यसले एक्सपोज लिएर हिँड्थ्यो तिनीहरू साइ एमटी उल्लो तिनीहरू लड्न आँटिसक्यो यस्तो त आम यहाँ भ्यू हेर न ओमा उसले पिसा फेर्दै रहेछ कस्तो दामी क्या हेर न यहाँ केटा हो ल हेर है तिनीहरू आयो ल यस्तो बाटो छ सिधै आयो सिधै हिलोबाट आयो ल बाटोको बारेमा के प्रतिक्रिया दिनु होला बाटोको बारेमा के प्रतिक्रिया दिनु त्यस्तो बाइक लिएर कोही नआउनु होला यस्तो ठाउँमा बाटोको अवस्था यस्तो छ बाइकमा यस्तो छ हिलो है यहाँ फ्यान चल्न थालिसक्यो किन्नीको फोक्सो कलेजो मुटु सब किन्नीको फोक्सो अरे त्यो तपाईँमा मोज छ त नि एक्सपोजमा लिएर आउनु है यस्तो लिएर आउनु यस्तो पनि चल्छ फेरि यो त फेरि यो त राजा हो यो त राजा हो राजा यो मात्रै हो राजा 125 सीसीमा सस्तोमा स्प्लेन्डर चल्छ राजा होला फोन आयो ल को हेलो हजुर यहाँ ब्लगरको फोनमा यहाँ कलाइसकेको अवस्था छ खोइ मोबाइल चार्ज नभएर स्विच अफ भएको नि हामी यहीँ मासतिर यो गुफा भन्ने ठाउँमा घुम्न जाँदैछौँ काटियो त के भन्नु छ छैन मलाई छैन राम्रो छ यस्तो बाइकमा आउँदाखेरि हामी चाहिँ याकलाई पछ्याउँदै गयो मलाई याकले खेदाइदिरहेको के ल गुर गर्दो रहेछ यार ए खेदाउँछ हान हो नि मुलाई हो यार त्यसको बच्चा छ नि त त्यहाँनिर त्यही भएर हो कि
हो र गर्नु भयो ऊ हेर्दै फर्स्ट टाइम यार लाइफमा याक देखेको यसको दुध दोहोरो खाऊँ न केटा याकको दुध दोहोरो खाउँ त त्यो चमर हुन्छ त हामी काम्ने होइन उछि त्यो भागो यहाँ छ यहाँ छ तर यता कस्तो दामी दामी यो ढुङ्गाहरूको यस्तो लगाएको कस्तो दामी यो हुन्छ नि वालहरू लगाएको अनि भैँसीहरू यहाँ बस्ने ठाउँहरू बाटो पनि यस्तो ओ न्युटन रहेछ बाइक अनि न्युटन झन् झन् यो बाटोहरूमा यस्तो यस्तो सोलिङ गरेको केटाहरू भर्खर आउँछ होइन कस्तो दामी राम्रो देखिने रहेछ क्या तर एकदम अझ यहाँनिर अझ घामसाम लागेन होइन यो हुस्सो पऱ्यो नत्र त एकदमै रमाइलो नै हुने रहेछ नि रमाइलो त हामीलाई अझै रमाइलो त बबाल रमाइलो नै भयो नि तर के गर्नु हुस्सो लाग्यो पानी पऱ्यो यतातिर हेर्नु त्यसले के गरेको हाम्रो चाहिँ पेट्रोल पनि अब जम्मा 4 लाने मात्रै छ बाइकमा होइन तल पेट्रोल पम्पमा गएर पेट्रोल हाल्छौँ हामीले 2200को जति पेट्रोल सकिसक्यो अब हामी फेरि जान्छौँ तल खाजासाजा खाने हो त्यसपछि तलतिर झर्ने हो भेटा जाने बस्ने